हाम्रो यो लिकुतामा कोशी गाउँपालिकाद्वारा आयोजित असार 15 धान रोपे कार्यक्रम लिकुता यो हैन वार्ड नम्बर 2 मा सैबी शीर्ष ढाडेमा चाहिँ चट्टलाएर आज एकदमै रमाइलोको साथ एकदमै धान रोपे कार्यक्रम सुरु भइसकेको छ। तपाईहरु एकदमै प्रत्यक्ष रूपमा हेर्दै हुनुहुन्छ। अहिलेको यो अवस्था एकदमै रमाइलो र एकदमै रमणीय छ। एकदमै तपाईहरु एकदम लाइभ हेर्दै हुनुहुन्छ भने एकदमै हो सर हो ल चट्टलाएर तपाईहरु अहिले यहाँ हेर्दै हुनुहुन्छ। ल हेर्नुस् मकैबारी दरम मकैबारी भित्र नि छ नि यहाँ कोही हाम्रो हेर्दै हुनुहुन्छ भने ल हाम्रो त्यो चाहिँ एकदमै पोखली झर्ना हैन एकदमै दामी छ हैन। पानी पर अहिले चाहिँ पुरै बढिसकेको छ। तपाईहरु त्यहाँ घुम्न आउन सक्नुहुन्छ हैन। त्यो चाहिँ उगलढुङ्गा पर्छ अनि हाम्रो यो लिकुतामा यो चाहिँ रामेछापमा पर्छ। अब यहाँनेर सबैजना हिलोमा लडीबुडी गरेर चाहिँ एकदमै हिलो भयो भने यी यो घरै परतिर चाहिँ एकदमै लिखु खोला डङ 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 बगिरहेको छ भने त्यहाँनेर गएर चाहिँ चप्लाङ गरेर पौडी हानिसकेपछि एकदमै त्यहाँनेर आनन्द आउँछ, चिसो हुन्छ हैन। चट्टलाएर ल हेर्नुस् ल हाम्रो उहाँ सर कहाँदेखि आउनु भएको छ? हाम्रो यहाँ कहाँ सर तपाईँको घर? दैलेखदेखि आउनु भएको छ हैन। हाम्रो उहाँ लिकुतामा कोशी गाउँपालिकामा चाहिँ उहाँ एकदमै रमाइलो गर्नु भएको छ हैन। लेखाफाटमा आउनु भयो उहाँ सर चाहिँ हैन चट्टलाएर हैन। ल अब यहाँनेर हेर्नुहोस् हैन त्यति मात्र हैन यहाँनेर अर्को एउटा रमाइलो कुरा चाहिँ म तपाईहरुलाई देखाउन चाहन्छु। ल हेर्नुहोस् त यहाँ ल धान रोपिसकेर यो पुलमा चाहिँ परलक्कै लड्नु भएको छ चट्टलाएर। ओ माई गॉड ल बाफरे ल आमामामामामामामा यहाँनेर तपाई आफ्नो कपालको रङ गर्न सक्नुहुन्न। जस्तै यहाँ मान्छेहरु पनि त्यति धेरै छ नि तपाई गर्नै सक्नु हुँदैन। बाफरे ल यहाँ सेल्फी पनि हाम्रो चट्टलाएर भइरहेको छ। ल बाफरे एकैछिन मिलिक्कै यो त ए सकिसकेछ। आमामा उहाँ पर पुगिसकेको छ। हेर्नुहोस् म मात्र कति हेर्नु तपाईहरु पनि हेर्नुहोस् म मात्र कति हेर्नु तपाईहरु पनि हेर्नुहोस्। मेसी ब्लग्स यस सर यस वेलकम टु मेसी ब्लग। अरुण दाई ल अरुण दाईको चस्मा नै खतरा छ। धान रोपाइ छन् दामी छ। ल बाबरे म्याम तपाईँ त चिन्नै नसकिने हुनुभएछ त आमामामा। ल खोइ त ड्याङ 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 पारौँ न लाइभ हो र अघि हालेकोलाई अब यसमा युट्युबमा हाल्नु पर्यो क्या भिडियो बनाएर। ए पाकिने रहेछ नि त यहाँ त। ल मकैबारी दरम आमामामामामा ल हेर्नुहोस् त हामी यहाँ धान रोपाइ मात्र होइन कि पुरा रमाइलो पनि भइरहेको छ। ल हेर्नुहोस् आमामामामामा ल बाफरे ल आमामामा डान्स यो हो नि त। यतिको डान्सले चाहिँ होइन गाइज नेपाल खान्छ नेपाल बाफरे ल चरी चट्ट पर ठाडो बाटो लाएर असार 15 मा धान रोपौँ आज। यस यो होइन त लाइन होइन गाइज चट्टलाएर बाफरे यस ल यतिको डान्स भइसकेपछि त त्यो नेपाल आइडल होइन कि त्यो डान्स सिजन त पुरै फप हान्छ। ल म अहिले भन्दै ल मेरो लाइक सब भोट सब तपाईलाई सब ठ्याङ लाएर ल यहाँ धान रोपाइ कार्यक्रम सँगसँगै फोटो सेसन पनि उत्तिकै भइरहेको छ। उहाँ हेर्न सक्नुहुन्छ तपाईँ बिउ बोकेर फोटो सेसन कार्यक्रम भइरहेको छ। सर तपाईँलाई त बेसरी भिजाएछ नि त सर तपाईँलाई त। यस सर कतिको रमाइलो भइरहेछ सर आज असार 15 एकदम रमाइलो भएको छ सर। तपाईँ उहाँ खिम्तीदेखिको हाम्रो यो लिकुतामा कोशीमा आउनु भएको छ। यहाँ आएर चाहिँ तपाईँले यो यहाँ के भन्न चाहनुहुन्छ यहाँको जनतालाई यहाँको मान्छेहरूलाई? राष्ट्रिय धान दिवस भनेका हामी किसान हौ। यस सर हो। किसानले किसान गरी खानुपर्छ हो सर। किसानमुखी बन्नुपर्छ र आफ्नै उत्पादनमा जोडिनुपर्छ भन्न चाहन्छु हो। उहाँहरूले भने जस्तै हामी अब बाहिरको त्यो चामल ल्याएर खाने होइन कि हामी यी उत्पादन गरेर खानुपर्छ भन्ने हो हाम्रो उद्देश्य र
हाम्रो यो धान रोपाइ कार्यक्रम भइरहेको छ। यो जमिनहरू चाहिँ हामीले एकदमै अब यो बाँझो नछोड्यौँ र त्यसलाई चाहिँ एकदम धान रोपौँ अथवा केही रोपौँ र हामीले त्यहीबाट उत्पादन गरेर खाउँ भन्ने हाम्रो सबैको धारणा हो। तर हाम्रा धेरै जसा जनताहरू चाहिँ विदेश पलायन भएछन्। तर त्यसो नगरौँ भन्न चाहन्छु म चाहिँ। हेर्नुहोस् हाम्रो यहाँ बुढा मान्छेहरू धान रोप्दै हुनुहुन्छ एकदम हेर्नुहोस् सकि नसकी र यहाँ मिठो मिठो चामलको भात खानको लागि यति धेरै मेहनत गर्दै हुनुहुन्छ। ल हेर्नुहोस् साँच्चीकै हाम्रो मिसमा फेरि मैले देखाउने बिर्सिछु तपाईँहरूलाई। हेर्नुहोस् हाम्रो उहाँ लिखितामाकोसी गाउँपालिकामा हाम्रो उहाँ कर्मचारी मिस हुनुहुन्छ। हेर्नुहोस् तर उहाँलाई अहिले मैले चिन्न सकिनँ र मात्रै हो। तर तपाईँहरूले एकदमै चिन्नुहुन्छ भने भन्नुहोस् उहाँको नाम के हो। ल हेर्नुहोस् बिउसँग धान रोपाइ पनि भइरहेछ। उहाँ हाम्रो उहाँ पल्ला छेउमा मकैबारी दरम उहाँ आमामामामामामा ल महेश सर धान रोपौँ भटाभटे। ल यहाँबाट चाहिँ धान रोपेर उहाँ पल्ला छेउसम्म उहाँ सकिन लागिसकेको छ हाम्रो उहाँ। हेर्नुहोस् टक्क लाएर है म चाहिँ यहाँनिर तपाईँहरूलाई देखाउँदैछु आज होइन। यो लिङुर तामाकोसी गाउँपालिकाद्वारा यो आयोजित यो 2082 सालको यो असार 15 धान रोपाइ कार्यक्रम चाहिँ भइरहेको छ होइन। तपाईँहरू यहाँ अहिले प्रत्यक्ष रूपमा देख्दै हुनुहुन्छ र यहाँ तपाईँहरूलाई यो हेरेर के कस्तो लाग्यो होइन त्यसको भविष्य टक्क लाएर यहाँ हेर्नुहोस्। ल यहाँ धान रोपाइ कार्यक्रम चाहिँ ल आदि सकिसकेको छ। यो आकाश हेर्दाखेरि चाहिँ टक्क लाएर पानी पर्ला जस्तो भइसकेको छ तर पानी परिसकेको छैन होइन। र यहाँनिर एकदमै रमाइलो भइरहेको छ। हाम्रो उहाँ सर पनि आउँदै हुनुहुन्छ।